पानी लिपू लेक लिपुआ धोरा सहित को नक्शा तो नेपाल को नक्शा में तो थियो 58 वर्ष पहले। अरे कुन देश बेच्यो देश बेच्यो श्वेत पत्र खोई जारी गरेको श्वेत पत्र जारी गर्नु पर्दैन। चुरी खेलमा राष्ट्रघातले झुन्ड्याउनु पर्दैन ढाकछोप गर्ने। अरे सभामुख महोदय महाकाली सन्धि हुँदाखेरि अरे 25 वर्ष पहिले महाकाली सन्धि भएको थियो र यही संसदबाट पारित गराइएको थियो। त्यो महाकाली सन्धि कसरी भयो? अरे त्यसमै थियो नि महाकाली सन्धिमा लिपुले काला पानी लिम्बुवाधुराको महाकालीको स्रोत त्यो नदीको स्रोत मुहान कता त्यो क्लियर भएको भए त हाम्रो जमिन मिचिन थियो र किन भएन? यही संसदबाट पारित गराइएको थियो। कसले पारित गरायो? कसले सम्झौता गर्यो? कसले पारित गरायो? म त सुनेको छु त्यति बेला म सांसद थिइन। पार्टी पनि फोरेर पारित गराइयो भयो। अरे कस्तो राष्ट्रवादी काम गरे हो? महाकालीलाई संसदबाट पारित गराउँदाखेरि त्यो मुहानको चाहिँ महाकालीको मुहानको चाहिँ पत्तो नलाउने र त्यसलाई चाहिँ संसदबाट पारित गर्ने। त्यसैले राष्ट्रघातीको पहिचान हुनुपर्छ सभामुख महोदय। कालापानी लिपु लेक त हाम्रो देशको नक्सामा त थियो। कुन देश बेचुवाले यो देश बेच्यो? श्वेत पत्र किन नजारी गरेको? उसलाई टुडी खेलमा किन नझुन्ड्याएको? उहाँले राजेन्द्र महतोज्यूले भन्नुभएछ केही समय पहिला संसद भवनमा। त्यति बेला सबै प्रधानमन्त्रीदेखि लिएर मन्त्रीहरू सब मुखदर्शक भएका थिए। किन सत्यता त यही हो नि। महाकाली सन्धि गर्ने बेलामा जति बेला केपी ओलीले र उहाँको जुन निवर्तमान उपसभामुख थियो उहाँले त साइनसम्म गरेको थियो र त्यही महाकाली सन्धि गर्ने बेलामा लिपु लेक र कालापानी बेचिएको छ। त्यो हामी नेपाली जनताले बुझ्नुपर्ने जो हो। उहाँले राजेन्द्र महतोज्यूले भन्नुभएको एकदम सही कुरा हो। त्यस्तो मान्छेलाई त टुडी खेलमा झुन्ड्याउनु पर्ने थियो। किन नझुन्ड्याएको हो? किनभने 3 जना मिलिकन सत्ता चलाउँदै थियो। नेपाली जनताले अहिले मुख खोल्दैछन्। अनि त्यति मात्र होइन, त्यही एमालेका त्यही कांग्रेसका नेता कार्यकर्ताले आज बालेन सरकारसँग लिपु लेक र कालापानी खोज्दैछन्। के बालेन सरकारले बेचेको हो? यो त बेच्ने ऊ देशद्रोही थिए, ऊ देश बेचुवा थिए जो इन्डियामा गएर भारत सरकारसँग मिलेर अनि त्यो कालापानी र लिपु लेक बेचिएको छ। अनि त्यहाँका नेपाली जनतालाई पनि आफ्नो जनता सम्झिएन कहिले। आफ्नो जनताले आफ्नो कहिले नेपाली स्वीकारेनन्। अनि तपाईँ हामी भन्नुहुन्छ कि राष्ट्रियताको कुरा गर्नुहुन्छ। राष्ट्रियता भनेको के हो त्यो पहिला तपाईँ हामीलाई बुझ्नुपर्ने। राष्ट्रियता भनेको हाम्रो राष्ट्रको नागरिक भनेको त्यो सच्चा नेपाली हुन् जो नेपालको झन्डा लिएर बोर्डरमा सधैँ भारतीय सेनासँग लडाई गरेर आफ्नो ज्यानको बाजी लगाएर आफ्नो देशका जमिन आफ्नो देशका भूमि बचाउँछन्। सच्चा नेपाली त ऊ हुन्, सच्चा राष्ट्रियता त ऊ हुन्।